everyone, welcome back to my YouTube channel. I am Shivani. I hope all सबैजना सन्चै हुनुहुन्छ. सो आज चाहिँ म फर्स्ट टाइम बौद्धनाथ स्तूप आइरहेको छु. सो यो लगायत चाहिँ हाम्रो 4वटा वर्ल्ड हेरिटेज साइट कभर भयो. So let's explore the beauty of Bauddhanath Stupa. Finally, we are at Bauddha. वाउ, त्यो दुईटा भाइहरू कस्तो राम्ररी स्केटिङ गर्दै गएको. अब चाहिँ हामी भित्र जाऊँ. सो लेट्स इन्टर. अनि म चाहिँ आज फर्स्ट टाइम आउँदैछु. So peaceful and beautiful. The धुपहरूको बास्ना, प्रेयर्सको साउन्ड, बेल्स. एन्ड आज चाहिँ म फर्स्ट टाइम बौद्धनाथ स्तूपा आएको छु. एन्ड इट इज सो ब्युटिफुल. लाइक म सधैँ बाहिर अरू फोटोज भिडियोमा मात्र देखिरहेको चाहिँ आफ्नो आँखाबाट हेर्दा इट्स सो पिसफुल. लाइक इट्स ब्युटिफुल. Photos and video can't justify which our eyes see.
लाइक हामीले जुन आँखाबाट हेर्छौँ नि त्यो हाम्रो कुनै नि फोटो भिडियोले डिस्क्राइबै गर्न सक्दैन यहाँको पिसफुलनेस। अहिले चाहिँ हामी स्टुपाको तल्लोपट्टि एरियामा छौँ अनि यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ दिस प्लाइबोर्ड्सहरू जुन चाहिँ यहाँ प्रेयर गर्दाखेरि युज हुन्छ। जस्तै कि यहाँ निल डाउन गरेर फुल बडी यसरी हामीले प्रेयर गर्दाखेरिको यो वुडन कार्डबोर्ड्सहरू चाहिँ प्रेयरहरूमा युज हुन्छ। लाइक फुल बडी जब प्रेयरहरू गर्छौँ हाम्रो नेगेटिभ कर्महरूलाई हटाउनलाई, त्यसपछि फर पोजिटिभिटी टु प्रेयर्स दे आर युज्ड। अहिले चाहिँ यी सबैहरू कभर भएको छ टु प्रोटेक्ट इट फ्रम मोइस्ट डस्ट एन्ड रेनी वाटर्स। अनि यिनीहरू चाहिँ हिबिस्कसका बिरुवाहरू लाइक कस्तो जाइन्टली मजाले फुलिरहेको छ। त्यहाँ हाम्रो सन्डे मन्डे प्लान्ट्स छ। यहाँ हाम्रो ओरेन्ज कलरको हिबिस्कस, त्यहाँ हाम्रो पिङ्क कलरको हिबिस्कस। सो अहिले चाहिँ हामी स्टुपाको माथिको भागमा आइसकेको छौँ जुनबाट चाहिँ हामी परिक्रमा गर्न सक्छौँ। हजुरहरूले स्टुपामा यो आँखा हेर्न सक्नुहुन्छ। दे आर बिलिभ टु बी आइज अफ बुद्ध भगवान्। त्यसपछि यहाँ बिचमा एउटा हाम्रो नोज हेर्न सक्छौँ जुन चाहिँ हाम्रो नेपाली अङ्क 1 जस्तो देखिरहेको छ। द्याट मिन्स युनिटी, लाइक वी अल आर सेम भनेर। दे सिम्पली मिन्स वी आर युनिटी, वी आर वान। यहाँ चाहिँ सधैँ 100 and thousands अफ भिजिटर्सहरू आउँछन् फ्रम डिफ्रेन्ट कन्ट्रिज, लोकल एन्ड फरेन टुरिस्टहरू। सो यहाँ फुटफल चाहिँ सधैँ नै भइरहेको छ। स्टुपामा चाहिँ लाइक जति पनि भिडभाड होस्, जति पनि मान्छेहरू आए पनि तपाईँहरू चाहिँ एउटा त्यो पिसफुल नेचर, पिसफुल भाइब्सहरू चाहिँ फिल गर्न सक्नुहुन्छ जुन चाहिँ म अहिले नै फिल गरिरहेको छु। लाइक यहाँ डिफ्रेन्ट हिट छ, डिफ्रेन्ट कलर भाइब्सहरू छ, शान्ति छ। म चाहिँ बुद्ध भगवान् जन्मिनु भएको देशमा जन्मेको भएर चाहिँ एकदमै गर्व गर्छु। इट इज वान अफ द ओल्डेस्ट टेम्पल इन नेपाल। यो चाहिँ 1500-1600 सेन्चुरीमा बनेको थियो बाइ किङ मानादेवा। Here's also Shinchan। सो यहाँ बौद्धमा चाहिँ विभिन्न दामी दामी क्याफेजहरू छ वरिपरि पुरै। अब चाहिँ थोपा थोपा गरेर पानी पर्न पनि थालिसकेको छ। हामीले चाहिँ यो जुन बेलहरू छ नि यो चाहिँ हामी क्लकवाइज डिरेक्सनमा
आएर बबल टी खाने थियो। सो बबल टीको कस्तो खोज्दैछु बबल टी। सो लेट्स ट्राई। घुमाउनु पर्छ।